दर्शकबिन पहिले यो भिडियो हेर्नुहोस्। तिम्रो मठ मन्दिर अब हामी आगो लगाइदिनेछौँ। मैले यहीँबाट घोषणा गर्दै अब हामीलाई यो देशमा समतामूलक समाज चाहिएको छ। इक्वालिटी तरिकाले बाँच्न पाउने हक अधिकार सुनिश्चित ढङ्गमा व्यवस्थापन गर्नुपर्छ। होइन भने यसको विद्रोह सामाजिक सञ्जालमा एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जहाँ पत्रकार सम्मेलनका क्रममा सामाजिक अभियन्ता तथा इन्जिनियर जनक परियारले हिन्दू मठ मन्दिरमाथि आगजनीको धम्की दिएका थिए। यो अभिव्यक्तिपछि चौतर्फी आलोचना सुरु भएको छ। धेरैले यसलाई धार्मिक आस्थामाथिको आक्रमण भन्दै आपत्ति जनाएका छन्। यसैबीच ज्ञानेन्द्र साईले कडा प्रतिक्रिया दिएका छन्। उनले मन्दिरमा आगो लगाउने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। साईले नेपालको संविधानको धारा 26 अनुसार धार्मिक आस्थामाथि आक्रमण गर्न नपाइने उल्लेख गर्दै सरकार मौन बस्न नमिल्ने चेतावनी दिएका छन्।